नमस्कार, म गुणराज खड्का मन्थली नगरपालिका वार्ड नम्बर 2 बाट। हाम्रो मन्थली नगरपालिका वार्ड नम्बर 2 मा हाम्रो सुमन श्रेष्ठ, माथिल्लो टेकानपुरको सुमन श्रेष्ठको छोरी अनु श्रेष्ठ लाई चाहिँ ब्लड क्यान्सर भएर बालकान्ति हस्पिटलमा उपचार गर्नको लागि राखिएको र त्यहाँनिर अलिकति पैसाको कमी भएको हुनाले उहाँले चाहिँ सहयोग गरिदिनको लागि अनुरोध गर्नुभएको थियो। त्यसै अनुरूप मैले एउटा आफूले पनि थोरै सहयोग गरेर एउटा पोस्ट राखेको थिएँ। त्यो पोस्टमा चाहिँ मैले कसैलाई मतलब यति हालिदिनु त्यस्तो त भनेको थिइनँ। सहयोग गरिदिनु भनेको हिसाबमा चाहिँ उहाँहरूले सहयोग गरिदिनु भएको थियो। झन्डै यो 2 हप्तामा झन्डै 69,664 रुपियाँ पैसा चाहिँ बिरामीको बुवाको सुमन श्रेष्ठको खातामा प्राप्त भएको छ। उहाँलाई मैले पठाइसकेको पैसाहरूको कन्फर्म गरेर हेर्नु पनि भनेको हुन्छु। उहाँले हेरेर कन्फर्म पनि गर्नु भइसकेको छ। त्यसमा चाहिँ झन्डै टोटल 69,664 भनेको उहाँकै खातामा जाने हो। मैले कसैबाट चाहिँ त्यो मेरोमा खातामा हालिदिनु भनेर उहाँलाई पठाएको होइन। कतिपयको चाहिँ मान्छेहरूले बरु मलाई क्यास दिएर मेरो सेवाबाट पठाइदिएको चाहिँ एकजनाको हुनुहुन्छ, त्यो पनि सुमन श्रेष्ठकै खातामा गएको छ। त्यस कारणले गर्दाखेरि अब अरू उहाँहरू म बाहेक अरूहरूले पनि उठाइरहनु भएको छ। उहाँहरूले पनि स्पष्ट रूपमा पोस्ट गर्दै जानु भएको छ। टोटल कति उठ्यो त्यो चाहिँ अब सुमन श्रेष्ठले नै आफूले सार्वजनिक गर्नुहुन्छ होला। उहाँलाई 20 लाख रुपियाँ आवश्यकता परेको भन्ने हामीले सुनेका थियौँ। त्यसमध्येमा यो 14 दिनमा 69,664 भनेको पनि राम्रै पैसा हो। त्यसमध्येमा चाहिँ हाम्रो रामहरि केसी मन्थली 1 बाट 1500 रुपियाँ, त्यसपछि गोकर्ण खड्का द स्टेसन क्याफे एन्ड स्पाइसी दरबारबाट रु 1000 रुपियाँ, त्यसपछि एकजना दिदी हुनुहुन्छ, पहिला दिदी भनेको अहिले भाउजू हुनुहुन्छ, राम्रै पोस्टमा हुनुहुन्छ, वार्ड नम्बर 2 बाटै हो, नाम चाहिँ नभन्नु भन्नुभएको थियो। त्यो चाहिँ उहाँबाट 3000 रुपियाँ, गुणराज खड्का रिया डिजिटल प्रिन्टबाट रु 2555 रुपियाँ, मोहन लगुन मनोकामना सुनचाँदी पसल मन्थली 1 बाट 1055, सुजन रोकाले हालिदिनु भएको थियो अस्त्री अटोबाट 1111। उहाँले चाहिँ उहाँ मार्फत पनि अरू 2-4 जना सहयोगी मनहरूलाई भनेर उहाँले पठाइदिएको स्क्रिन सर्टबाट पनि मैले यहाँनिर त्यसमै जोडिदिएको छु। अब कतिपयको चाहिँ उहाँहरूले अरूबाट पनि हाल्नु भएको छ। प्रदीप श्रेष्ठले आफ्नो साथीहरूबाट उठाएर पनि हालिदिनु भएको छ, त्यसलाई मैले पोस्ट हालेँ। तर यसमा मैले नजोडेको चाहिँ उहाँ मार्फत उठेको उहाँबाटै पोस्ट भयो भन्ने हिसाबले पनि भयो। उहाँलाई सिधै गएको छँदैछ, अब सुमन श्रेष्ठले राख्नुभयो होला। मेरैमा मै मार्फतै भएको अथवा मेरैबाट पोस्ट भएको मात्रै मैले यहाँनिर गरेको। त्यसपछि विष्णु कडेल 12 हाम्रो अफिसको साथी, पहिला हाम्रो नेपाली सेनामा हुँदाको साथी, उहाँले चाहिँ 1010 रुपियाँ हालिदिनु भएको छ। इएमई उद्यमी समूह छ हाम्रै साथीभाइहरूको, यो फ्रिजेसहरू बनाउने, मोबाइलहरू बनाउने, त्यसपछि यो मोटरसाइकलहरू बनाउनेको एउटा ग्रुप छ हाम्रो। त्यो ग्रुपबाट चाहिँ हामीले खाजा खर्च कटाएर 1800 रुपियाँ हालिदिएको थियौँ। विराज कार्की मन्थली नगरपालिका 2 हाम्रो भाइले जापानबाट 1111 रुपियाँ। त्यसपछि दिपक राज देवकोटा खुरकोटको हाम्रो नेपाली सेनाको सुबेदार साहब हुनुहुन्छ, उहाँले 555 रुपियाँ यहाँ आएर दिनुभएको थियो। उहाँको यहाँ आएर दिनुभएको थियो भन्नाले यहाँ आएर उहाँको खातामा सिधै हालिदिनु भएको थियो। विष्णु खड्का मनपा 2 बाट हाम्रै भाइबाट 1010 रुपियाँ। बद्री श्रेष्ठ मनपा 2 हाम्रो करमबोटबाट 750 रुपियाँ। बिर्ख माझी हाल साउदी अरेबियाबाट 2222 रुपियाँ। अमित कार्की हाल युएई हामीसँगै जाइरहेको साथी, हामीसँगै पढेको क्लासमेट पनि 1000 रुपियाँ। रबिन श्रेष्ठ सेन्ट्रल पोइन्ट डिजिटल प्रिन्टबाट हाम्रो मित्रबाट 1500 रुपियाँ। सन्तोष कार्की मन्थली नगरपालिका 2 बाट रु 1000 रुपियाँ, हाम्रो एनएमए हुने दाइ। त्यसपछि शङ्कर बस्नेत बाट हाम्रो मनपा 2 बस्नेत टोलबाट 1500 रुपियाँ। सञ्जीव कार्की धारापानी मन्थली नगरपालिका 2 बाट 1111 रुपियाँ। सुदीप र देवकी हाम्रो मित्र साथीबाट हाल दुबई
बाट 3,333 रुपियाँ। अनि अब अमेरिका बस्ने साथीहरू त अब खास चिसापानीको साथीहरूले थुप्रै सहयोग गर्नुभएको, थुप्रै मतलब यहाँ मध्येको राम्रै सहयोग उहाँहरूले पनि आफैले खोजेर गरिदिनु भएको। मैले हालिदिनु भन्ने हिसाबभन्दा पनि मेरो पोस्ट हेरेर उहाँहरूले हालिदिनु भएको छ। आफै केही गरौँ अप्ठ्यारो परेको मान्छेलाई भन्नुहुन्छ, बेलामा सहयोग गरिरहनुहुन्छ। मनपा 8बाट नाम राख्न चाहनु भएन 5,000 रुपियाँ। त्यस पछाडि लोकेन्द्र श्रेष्ठ मन्थली डिलक्स एग्रो फरेस्ट्री जुस पसलबाट जुस फ्याक्ट्रीबाट रु 3,000 रुपियाँ। दिपेन्द्र श्रेष्ठ हाम्रो मित्रबाट मन्थली 1,111 रुपियाँ। स्टार युनिभर्स चिसापानी युएसए उहाँहरूको एउटा क्लब छ, सामाजिक कार्य पनि गर्नुहुन्छ, उहाँकोबाट 3,500 रुपियाँ। आशिष कुमार श्रेष्ठ उहाँ अहिले अमेरिकै हुनुहुन्छ, उहाँबाट अमेरिका हुनुहुन्छ, चिसापानीकै साथी हो, रु 5,000 रुपियाँ। अश्विन श्रेष्ठ हाम्रो भाइ साथीबाट उहाँ अहिले अमेरिकै हुनुहुन्छ, चिसापानीकै, 5,000 रुपियाँ। अनि हरि अधिकारी परिवार हाम्रो करमबोटबाट बुवाहरूबाट चाहिँ जम्मा 2,025 रुपियाँ। बालसुन्दर खड्का सर हुनुहुन्छ, हाल जर्मन गोकुलगङ्गाको हुनुहुन्छ, 1,450 रुपियाँ। सूर्य गजमेर मन्थली नगरपालिका कालिका सुनचाँदी पसलबाट 1,111 रुपियाँ। दीपक श्रेष्ठ मनपा 2 कठजोरबाट, यो हाम्रो सुरेन्द्र श्रेष्ठले पठाएको मलाई स्क्रिनसट, 5,555। अनि सुनिल कार्की मनपा 2 धारापानी हाल हाटेचौरबाट 2,000 रुपियाँ। अनि फेरि हाम्रो अमेरिका हुने साथी हुनुहुन्छ, उहाँले फेरि नाम चाहिँ नराख्नु भनेर फेरि 6,789 रुपियाँ गरेर टोटल 69,664 रुपियाँ प्राप्त भएको थियो। अब यो अलिकति भिडियो पनि लामो भयो। यो कतिपय साथीहरूले चाहिँ यो पैसाहरू किन चाहियो होला, निःशुल्कै पनि उपचार भइराखेको छ, त्यस्तो कुराहरू पनि उठाउनु भएको थियो। त्यो भनेको यहाँबाट नगरपालिकाले वाडाले उहाँलाई उपचार गरिदिनु भनेर एउटा सिफारिसहरू बनाइदिएको हुन्छ। अब त्यसमा चाहिँ कुन चिजहरू पाइन्छ होला, कुन पाइँदैन होला, अब त्यहाँ व्यवस्थापन गर्नुपर्छ। अब सहयोगै माग्ने भइसके पछाडि अब उहाँहरूले पनि अप्ठ्यारैमा भएरै त्यो लेभलसम्म पुग्नु भएको होला। सुरुमै बिरामी हुने बित्तिकै पनि सहयोग माग्नु भएन होला। त्यसको लागि चाहिँ नम्बरहरू सबै राखिदिएको छ, अब उहाँलाई नै सम्पर्क गरेर सहयोग गरिदिनु होला। अब एकरो हाम्रै एउटा व्यक्तिगत फेसबुक पोस्टमा हालिराख्न पनि सम्भव भएन, सहयोग चाहिँ गर्दै गर्नु होला। त्यही हो, यस्तो हामीलाई पनि पर्न सक्छ। त्यस पछाडि अब यो दान भन्ने कुरा त अब खासमा देखाइराख्नु पर्ने कुरा पनि होइन। सहयोग भन्ने कुरा एक हातले दियो भने अर्को हातले थाहा नपाओस् भन्ने जस्तो कुराहरू पनि छ। भए तापनि अब कमसेकम मैले 2,555 सामान्य सहयोग गरेँ, मैले लुसुक्क गरेँ भएदेखि अरूहरूले थाहै पाउनुहुन्न थियो। कमसेकम मैले पनि पोस्ट गर्दाखेरि कमसेकम यतिजना साथीहरूले चाहिँ जति सकिन्छ गरिदिनु भयो नि त। त्यो हिसाबले पनि अब सामाजिक सञ्जालमा पनि राख्नुपर्ने जस्तो टाइपको हो। नत्र सहयोगहरू त हामीले बिचबिचमा अरू बेला पनि गरिरहेकै हुन्छौँ। सबै कुराहरू हाल्दै पर्छ, देखाउनै पर्छ भन्ने खालको चाहिँ हुँदै होइन। भए तापनि अब समय कस्तो आयो भने कमसेकम यसो हालिदिन पाएदेखि अरूहरूले पनि सहयोग गर्नुहुन्थ्यो होला, मलाई थाहै भएन भने जस्तो कुराहरू पनि आउँछन्। अब यसमा चाहिँ एउटा स्पष्ट के छ भने मलाई एउटा राम्रो लागेको कुरा चाहिँ मैले कसैलाई कर गरिनँ, पैसा हालिदिनु पऱ्यो, यस्तो भयो भनेर त्यो इरिटेसन पनि हुन्छ क्या मान्छेलाई। मागिराख्दाखेरि यस्तो पऱ्यो पैसा देऊ भन्दाखेरि अरूलाई पनि यस्तै पर्ला, पछि उहाँहरूलाई दिन नसकेला, यसरी माग्न नसकेला। त्यो हिसाबले चाहिँ अब त्यो सहयोग भन्ने कुरा चाहिँ अब अटोमेटिक दिने कुराहरू हुन्, कर गरेर लिने कुराहरू होइनन्। मान्छेले इरिटेसन पनि गराउनु हुँदैन। अब दिन मन लाग्नेहरूले दिइहाल्नुहुन्छ। अब कोही मान्छे माग्नलाई अथवा सहयोग भनेर हिँडिराखौँ भन्ने पनि हुँदैन। अब बाध्यात्मक स्थितिहरू हुन्छन्, त्यो भएको भएर बुझेर सहयोग गर्नु होला। अब कर बलले सहयोग नगर्नु होला भन्न चाहन्छु। अब अझै पनि सहयोग गर्न चाहनुहुन्छ भने उहाँलाई सिधै सम्पर्क गरेर गरिदिनु होला। धन्यवाद।